Hello guys, welcome back. आज चाहिँ हामी च्याप्टर 3 कभर गर्छौं. हाम्रो च्याप्टर 3 मा चाहिँ जर्मन ग्रीटिंग्सहरु हामी कसरी भन्छौं, के हुन्छ जर्मन ग्रीटिंग्सहरु त्यो कभर गर्छौं. सो जर्मन ग्रीटिंग्सलाई चाहिँ हामी डी बेग्रुसुंगेन भन्छौं. डी बेग्रुसुंगेन. एकचोटी मसँग रिपिट गर्नु होला. बेग्रुसुंगेन. सो हेरौँ है त जर्मन ग्रीटिंग्सहरु के होला. फर्स्ट मा आउँछ हाम्रो एज अलवेज हेलो. त्यसलाई चाहिँ हामी हालो भन्छौं. हालो. सो नेक्स्ट छ हाम्रो गुटन टाग, गुड डे. गुटन टाग. यो चाहिँ हामी नर्मली फर्मल सिचुएसनमा युज गर्छौं, लाइक एकदम फर्मल मान्छेहरुसँग भेट्दाखेरि गुटन टाग भनेर कन्भर्सेसनहरु स्टार्ट गर्छौं. सो हाम्रो थर्ड मा छ गुटन मोर्गन. यसलाई चाहिँ हामी गुड मर्निङ भन्छौं है. गुटन मोर्गन. मै सँगसँगै रिपिट गरिदिनु होला, हजुरहरुलाई नि प्रोनाउन्सिएसनमा हेल्प हुन्छ. गुटन मोर्गन. सो नेक्स्ट छ गुटन आबेन्ड. यो इभिनिङ भयो. गुटन आबेन्ड. गुटन आबेन्ड. अर्को छ गुड नाइट. यसलाई हामी गुटेन नाक. गुटेन नाक. गुटेन नाक. अनि हाम्रो अर्को छ, यसको चाहिँ हल्का स्पेलिङ चाहिँ ट्रिकी हुन जान्छ है. यसलाई बाईलाई चाहिँ हामी चुस. चुस भन्छौं. एकचोटी मसँग रिपिट गर्नु होला सँगसँगै. चुस. चुस. अर्को छ अफ विडजेन. सी यू अगेन. लाइक यसलाई चाहिँ हामी ठ्याक्क कन्भर्सेसन एन्ड गर्दाखेरि बाई भन्दाखेरि चुस अफ विडजेन भन्ने चलन छ है. यसलाई हामी सी यू अगेन भन्छौं. अफ विडजेन. अफ विडजेन. अनि अर्को छ हाम्रो अफ विडह्योरन. यो चाहिँ हामीले नर्मली फोनमा कुरा गर्दाखेरि कन्भर्सेसन एन्ड हुन्छ अनि अफ विडह्योरन भन्छौं. आई विल हियर फ्रम यु अगेन भनेको हो यो चाहिँ अफ विडह्योरन. अनि अर्को छ सी यू सुन. यसलाई हामी भन्छौं बिस बाल्ड. हेर्नु होला बिस बाल्ड. बिस बाल्ड. अनि अर्को छ हाम्रो बिस बाल्डको अल्टरनेटिभ बिस्पेटर. बिस्पेटर. यो चाहिँ हामी अन्टिल नेक्स्ट टाइम भनेको जस्तै हो. बिस्पेटर. सो हाम्रो नर्मल डेली लाइफमा युज हुने जर्मन ग्रीटिंग्सहरु चाहिँ यति नै हो. अब चाहिँ हामी हाम्रो एक्सरसाइजेसतिर लागौं होला. हामीसँग चाहिँ एज अ म्याच द फलोइङ छ. एकचोटी भिडियो पज गरेर आफै पनि सुरुमा ट्राई गर्नु होला. ल सो ट्राई गर्नुभयो होला होपफुल्ली. सो हामी अब मिस्टेक छ भने करेक्ट गरौँ, राइट छ भने त कङ्ग्रेचुलेसन्स है त. सो हाम्रो फर्स्ट अप्सन छ अफ विडजेन. यसको एन्सर अलरेडी छ सी यू अगेन. अनि अर्को छ हाम्रो ट्रिकी स्पेलिङ वाला चुस. सो यसको के लाउनु भयो त. यसको हाम्रो करेक्ट एन्सर चाहिँ बाई हुन आउँछ. बाई बाई भन्दाखेरि हामी चुस भन्छौं. अनि अर्को छ हाम्रो गुटन टाग. यसको के छ, यसको एकदमै सिम्पल एन्सर छ गुड डे. अर्को छ हाम्रो बिस्पेटर. यसको एन्सर के होला त सी यू लेटर. हाम्रो सेकेन्डमा छ एन्सर्सको. अनि थर्डमा छ गुटन आबेन्ड. यसको त लास्टको भइहाल्यो गुड इभिनिङ. सो फुल्ली सबै मिलाउनु भयो होला. हाम्रो आजको लागि चाहिँ यति नै छ. इफ हजुरसँग एडिसनल केही क्वेसन छ भने कमेन्ट डाउन बिलो. थ्याङ्क यू. अफ विडजेन.